राजा वीरेन्द्र हत्याकाण्ड नेपालको इतिहासको सबैभन्दा रहस्यमय र दर्दनाक अध्याय। प्रस्तावना। नेपालको इतिहासमा केही यस्ता घटना छन् जसले देशको राजनीतिक, सामाजिक र भावनात्मक संरचनालाई नै हल्लाइदिन्छन्। त्यस्ता घटनामध्ये सबैभन्दा दर्दनाक, रहस्यमय र विवादास्पद घटना हो राजा वीरेन्द्र वीर विक्रम शाहदेव र उनको परिवारको निर्मम हत्या, जसलाई सामान्यतया दरबार हत्याकाण्ड भनिन्छ। 2058 साल जेठ 19 गते शुक्रबार राति नारायणहिटी दरबारभित्र घटेको यो घटनाले केवल एक राजपरिवार मात्र होइन, सम्पूर्ण नेपाली जनतालाई स्तब्ध बनायो। यो घटना नेपालको राजतन्त्रको अन्त्यतर्फको सुरुवात पनि बन्यो। राजा वीरेन्द्र एक शान्त, लोकतन्त्रप्रति सहानुभूति राख्ने र जनप्रिय राजा मानिन्थे। उनको आकस्मिक र रहस्यमय मृत्युले देशलाई अनिश्चितताको गर्तमा धकेल्यो। राजा वीरेन्द्र एक परिचय। राजा वीरेन्द्र वीर विक्रम शाहदेवको 2002 पुस 28 गते भयो। उनी राजा महेन्द्रका जेठा छोरा थिए। 2031 साल माघ 19 गते राजा महेन्द्रको निधनपछि उनी नेपालको राजा बने। राजा वीरेन्द्रलाई शान्तिप्रिय राजा, जनताको राजा र संवैधानिक राजाको रूपमा चिनिन्थ्यो। उनले 2046 सालको जनआन्दोलनपछि बहुदलीय प्रजातन्त्र स्वीकार गरे, जुन नेपाली इतिहासमा ठूलो मोड थियो। उनको शासनकालमा नेपालले अन्तर्राष्ट्रिय स्तरमा सन्तुलित कूटनीति, असंलग्न परराष्ट्र नीति र शान्तिको पक्षमा पहिचान बनाएको थियो। दरबार हत्याकाण्ड अघि नेपाल 2058 सालसम्म आइपुग्दा नेपाल राजनीतिक रूपमा अस्थिर थियो। माओवादी जनयुद्ध चलिरहेको थियो, सरकारहरू बारम्बार फेरिन्थे, राजसंस्था र राजनीतिक दलबीच विश्वासको सङ्कट थियो। यद्यपि राजा वीरेन्द्र स्वयं लोकतन्त्रको पक्षमा देखिन्थे र शान्ति प्रक्रियामा सकारात्मक भूमिका खेल्न सक्ने आशा गरिएको थियो। जेठ 19, 2058 त्यो कालो रात। पारिवारिक जमघट। 2058 साल जेठ 19 गते शुक्रबार बेलुका नारायणहिटी दरबारको त्रिभुवन सदनमा राजपरिवारको नियमित पारिवारिक जमघट आयोजना गरिएको थियो। त्यस जमघटमा सहभागी थिए राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमारी शान्ति, कुमार खड्ग विक्रम शाह, अन्य परिवारका सदस्यहरू। यो जमघट सामान्य पारिवारिक भेटघाट जस्तै थियो। गोलीकाण्डको सुरुवात। सरकारी विवरण अनुसार युवराज दिपेन्द्रले अत्यधिक मदिरा सेवन गरेका थिए र उनी मानसिक रूपमा असन्तुलित अवस्थामा थिए। अचानक उनले स्वचालित हतियार प्रयोग गरी दरबारभित्र अन्धाधुन्द गोली चलाए। केही मिनिटमै राजपरिवारका धेरै सदस्यहरू ढले। राजा वीरेन्द्र र रानी ऐश्वर्यको मृत्यु। राजा वीरेन्द्रलाई छातीमा गोली लागेको बताइयो। रानी ऐश्वर्य घाइते अवस्थामा बगैँचातर्फ भाग्दा पनि गोली लागेर मृत्यु भएको भनियो। यो दृश्य केवल कल्पनाले नै रौँठाडा बनाउने खालको थियो। आधिकारिक विवरण। युवराज दिपेन्द्र दोषी। घटनापछि गठन गरिएको उच्चस्तरीय छानबिन समितिले यस्तो निष्कर्ष निकाल्यो। युवराज दिपेन्द्रले नै गोली चलाएका हुन्। मदिरा, औषधि र मानसिक तनावका कारण उनी अनियन्त्रित बने। उनले अन्त्यमा आफैलाई पनि गोली हाने। दिपेन्द्र 3 दिनसम्म कोमामा रहे। 2058 साल जेठ 22 गते उनको मृत्यु भयो। दिपेन्द्र कोमामा राजा। नेपालको इतिहासमा अनौठो घटना घट्यो। कोमामा रहेका दिपेन्द्रलाई संविधान अनुसार राजा घोषणा गरियो। यो घटनाले झनै शङ्का र भ्रम पैदा गर्यो। राजा ज्ञानेन्द्रको उदय। दिपेन्द्रको मृत्युपछि राजा वीरेन्द्रका भाइ ज्ञानेन्द्र शाह राजा बने। संयोगवश दरबार हत्याकाण्ड बेला ज्ञानेन्द्र परिवारसहित पोखरामा थिए। यही तथ्यलाई आधार मानेर धेरैले शङ्का व्यक्त गरे। जनआक्रोश र अविश्वास। छानबिन प्रतिवेदन सार्वजनिक भएपछि पनि जनताले पत्याएनन्। मुख्य प्रश्नहरू यस्ता थिए। यति ठूलो सुरक्षा घेराभित्र यस्तो घटना कसरी सम्भव भयो? किन प्रत्यक्षदर्शीहरू मौन रहे? किन छानबिन समिति सीमित भयो? किन घटनाको निष्पक्ष अन्तर्राष्ट्रिय छानबिन भएन? काठमाडौँ लगायत देशभर विरोध प्रदर्शन भए। षड्यन्त्रका सिद्धान्तहरू। दरबार हत्याकाण्डपछि धेरै षड्यन्त्र सिद्धान्तहरू फैलिएका छन्। 1. ज्ञानेन्द्र शाहको संलग्नता। घटना बेला पोखरामा हुनु, घटनापछि सत्ता हात पर्नु, सेनामाथि नियन्त्रण बढ्नु। 2. विदेशी शक्तिको भूमिका।
भारत, अमेरिका वा अन्य शक्तिको षड्यन्त्र भन्ने दाबी। 3. सेनाभित्रको शक्ति सङ्घर्ष। यीमध्ये कुनै पनि प्रमाणित हुन सकेनन्। राजतन्त्रको पतनतर्फको यात्रा। राजा वीरेन्द्रको मृत्युपछि राजसंस्थप्रतिको विश्वास कमजोर हुँदै गयो। 2061 साल माघ 19 गते राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन गरे। यसले जनआक्रोश झनै बढायो। 2062-63 को जनआन्दोलनपछि 2065 सालमा नेपाल गणतन्त्र घोषित भयो। राजतन्त्रको अन्त्यसँगै राजा वीरेन्द्रको मृत्यु ऐतिहासिक मोड बन्यो। राजा वीरेन्द्रको विरासत। राजा वीरेन्द्रलाई आज पनि धेरै नेपालीहरूले सम्मानका साथ सम्झन्छन्। उनी लोकतन्त्र स्वीकार गर्ने राजा, शान्तिप्रिय शासक, अन्तर्राष्ट्रिय रूपमा सम्मानित व्यक्तित्व। उनको मृत्युलाई आज पनि न्याय नपाएको इतिहास भनिन्छ। निष्कर्ष: राजा वीरेन्द्र हत्याकाण्ड केवल एउटा हत्या घटना होइन, यो नेपालको इतिहासको दिशा मोड्ने दुर्घटना थियो। आजसम्म पनि सत्य पूर्ण रूपमा बाहिर आएको छैन। यही अधुरो सत्यले नेपाली समाजलाई अझै पोलिरहेकै छ। राजा वीरेन्द्रको मृत्युले राजसंस्थाको अन्त्य, गणतन्त्रको उदय, राजनीतिक अस्थिरताको नयाँ अध्याय सबैको ढोका खोल्यो। जबसम्म निष्पक्ष, पारदर्शी र पूर्ण सत्य सार्वजनिक हुँदैन, दरबार हत्याकाण्ड नेपाली इतिहासको सबैभन्दा ठूलो रहस्यकै रूपमा रहनेछ।